हेलो दर्शन नमस्कार। यो भिडियो सायद लामो नमस्कार, म हुनसक्छ तर सङ्गीता हाम्रो मुन्टेल खड्का आफ्नै इलाम गाउँको गाउँपालिका 7 म चाहिँ ओल्ड भाउजूको नेबर्स र कुरा लिएर बिबिपी आएको परिवारको छु साझेदारीमा है। सञ्चालित नेपाल एकीकृत सबैजनाले ग्रामीण विकास सुनिदिनु होला परियोजनाबाट र सञ्चालन गरेको सबैजनालाई काम लाग्ने कुरा कार्यक्रमको हो है। सामाजिक परिचालक ओल्ड नेबर्स र बिबिपी परिवारको साझेदारीमा हेलम्बु गाउँपालिकाको 2वटा वडामा चाहिँ काम गरेको छ। त्यसमा चाहिँ हेलम्बु 6 र 7 रहेको छ। हेलम्बु 7मा चाहिँ 12वटा समूहहरू छन्। त्यो 12वटा समूहमा चाहिँ मैले काम गर्छु। हामीले चाहिँ दिगो कृषि, क्षमता अभिवृद्धि, पशुपालन, नयाँ जातिका घाँसहरू र हेल्थ सम्बन्धी चाहिँ कार्यक्रमहरू गर्दै गरेका छौँ। दलित जनजातिहरूलाई प्राथमिकतामा राखेर मिश्रित समूहहरू चाहिँ गठन गरेका छौँ। त्यसमा चाहिँ हाम्रो पाटिङमा 4वटा समूहहरू रहेका छन्, अरू 8वटा समूह तल्लो बेल्टमा रहेका छन् र हामीले कार्यक्रम गरिरहँदा चाहिँ बिबिपी परिवारले गठन गरेका समूह फरक किसिमको समूहहरू चाहिँ बनेका छन्। त्यो समूहहरूको चाहिँ क्षमता वृद्धि पनि हुँदै गरेको छ। हामीले कार्यक्रमहरू गर्दा चाहिँ स्वास्थ्य सम्बन्धी पनि कार्यक्रम गर्छौँ, जसमा पोषण नाङ्लो प्रदर्शन गरेर पोषणको कार्यक्रमहरू गर्छौँ। अनि त्यसमा फेरि महिलाहरूको पाठेघर सम्बन्धीको कार्यक्रमहरू पनि हामीले स्वास्थ्य शाखाबाट स्वास्थ्य इन्चार्जहरू लिएर गर्ने गरेका छौँ। अर्ग्यानिक तरकारी खेतीलाई बढी जोड दिएका छौँ। त्यो अर्ग्यानिक तरकारी खेती गर्नको लागि चाहिँ पिसादी नल्याइकन कम लगानीमा धेरै उत्पादन गरेर चाहिँ आत्मनिर्भर बन्नको लागि चाहिँ अगाडि बढिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले यही बनाएको स्थानीय स्रोत साधनलाई परिचालन गरेर चाहिँ यहीँको झोलमलहरू प्रयोग गरेका छौँ। हामीले बजारको विषादी किनेर ल्याउने गरेका छैनौँ। विषादी किन्ने पैसा हाम्रो बचत भएको छ र त्यही पैसा चाहिँ हामीले मासिक रूपमा बचत गर्छौँ र यहीँ बनाएको झोलमलहरूको प्रयोग गरेपछि चाहिँ स्वास्थ्यको लागि पनि फाइदा हुने र हाम्रो लागत पनि कम हुने गरेको छ। हामी चाहिँ कुनै पनि समुदायमा जाँदाखेरि चाहिँ हामीले थोरै समयको लागि नभइकन 5-7 वर्ष चाहिँ त्यो समुदायमा काम गर्छौँ। हाम्रो चाहिँ प्रोजेक्ट होइन, प्रोग्राम हो। त्यही भएको हुनाले चाहिँ हामीले स्थानीय स्तरमै काम गर्ने भएको हुनाले चाहिँ अर्ग्यानिक तरकारी खेतीलाई बढी जोड दिएका छौँ। अर्ग्यानिक तरकारी खेती गर्नको लागि चाहिँ हामीले विभिन्न किसिमका झोलमलहरू बनाएर सिकाएर प्रयोग गरेका छौँ, जसमा हामीले टाइकोडर्मा बनाएका छौँ, एउटा गणेउला मल बनाएका छौँ, 2टा चिया मल, इएम झोल, जैविक झोल अनि झोल मल गरेर 6 थरीको मलहरू बनाएर चाहिँ हामीले प्रयोग गर्छौँ। त्यो मलले चाहिँ हामी तलबाट एग्रोवेटबाट भिटामिन भनेर ल्याउँथ्यौँ, तर भिटामिनको काम पनि हामीले यही बनाएको विषादीहरूले नै हुँदो रहेछ। हामीले चिया मलहरू प्रयोग गर्दा पनि पहिला दिदीबहिनीहरूले भन्नुहुन्थ्यो यो त भिटामिन प्रयोग गरे मात्रै गोलभाँडा हुने रहेछ, नत्र हुँदैन थियो भन्नुहुन्थ्यो भने अहिले चाहिँ दिदीबहिनीहरूको सल्लाह सुझावमा चाहिँ के आएको छ भने यो चिया मल बनाएर प्रयोग गरेपछि चाहिँ उत्पादन पनि बढी हुने र भिटामिनको काम पनि यसले गर्ने भनेर भनिरहनु भएको छ। तरकारी खेतीको साथसाथै हामीले कोट सुधार, मल सुधारहरूको कार्यक्रम गरेका छौँ। त्यसमा भैँसी पालनहरूको कार्यक्रम पनि गरेका छौँ, नस्ल सुधारहरू गरेका छौँ र साथसाथै हामीले महिलाहरूको पाठेघर सम्बन्धी स्वास्थ्य क्याम्पहरू पनि लिएर आएका छौँ। त्यसमा चाहिँ महिला दिदीबहिनीहरूले लुकेर रहेका रोगहरूको उपचार पनि यहीँबाट भएको पनि छ। पशु व्यवस्थापन तालिमहरू पनि दिएका छौँ। समूहलाई अलिक व्यवस्थित गर्नलाई समूह लेखा तालिम पनि दिएका छौँ। समूहले विभिन्न भ्रमणहरू पनि लगेका छौँ। भ्रमणहरूबाट अध्ययन अवलोकन भ्रमण गरेर आएर दिदीबहिनीहरूले त्यहाँ सिकेका कुराहरू यहाँ आफ्नो व्यवहारमा पनि लागू गर्नुभएको छ। एकीकृत कार्यक्रम भएको कारणले गर्दा हामीले कृषि वनको क्षेत्रमा नै काम गरेका छौँ, जसमा चाहिँ हामीले विभिन्न नयाँ जातका घाँसहरू लिएर आएर बेड राखेर बिरुवाहरू रोपेका पनि छौँ। अर्को हामीले चाहिँ फलफुल खेतीहरू पनि गरेका छौँ, जसमा हामीले सुन्तला, जुनार, कागती, किवी, माथिल्लो बेल्टमा किवी, तल्लो बेल्टमा सुन्तला, जुनार, कागतीहरू लगाएका छौँ। स्थानीय बिउ संरक्षणको लागि चाहिँ हामीले भर्खरै अभिमुखीकरण गरेर स्थानीय बिउ संरक्षणको गर्नको लागि चाहिँ बट्टाहरू वितरण गरेर उहाँहरूलाई यसरी राख्ने भनेर हामीले त्यसको अभिमुखीकरणको सुरुवात पनि भइरहेको छ। साथै समूहहरू चाहिँ विस्तारित रूपमा चाहिँ गाउँपासँग दर्ताको कार्यक्रम पनि अघि बढेको छ र स्थानीय निकायसँग चाहिँ कोर्डिनेसन गरेर वडा पालिकासँग कोर्डिनेसन गरेर चाहिँ हाम्रो कार्यक्रमहरू अघि बढिरहेको छ। अहिले चाहिँ सीमित स्रोत र साधनको कारणले गर्दा हामीले हेलम्बु गाउँपालिकाको 6 र 7 नम्बर वडामा मात्रै यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ र अब आगामी दिनहरूमा पनि अरू वडाहरूमा पनि यस्तो कार्यक्रमको आवश्यकता रहेकोले अरू वडाहरूमा पनि यस्तो कार्यक्रमहरूले चाहिँ थप गर्नको लागि चाहिँ उहाँहरूलाई दात्री निकाय, ओल्ड नेबर्स र बिबिपी परिवारको सहयोगको अपेक्षा गर्दै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु।